गुड मर्निङ, नमस्ते, राधे राधे र साथमा जयगुरु। निस्किसकेँ म, एक्लै भए निस्किनै पऱ्यो होइन। मेरो मेन स्टेसन क्रस गरेर अलिक अगाडि आएको छु। बगान एरिया हो थाहै छ तपाईँलाई, देखाएको होइन, देखाएकै हो तपाईँहरूले। यस्तो राम्रो लाग्छ क्या यहाँको अब नि, हावाहरू पल्युसन फ्री नि राम्रो लाग्छ। त्यो बेला छिट्टै उठ्नुपर्छ कि, छिट्टै उठ्यो भने चाहिँ यही हो, एकदम रास्ता पनि क्लियर हुन्छ। अहिले त गाउँ भन्ने पनि के भयो, गाडी घोडा त पुरा भर्ती भएको छ नि गाउँमा पनि। हाम्रो यहाँ त पुरा छ गाडी घोडा, बाफ्रे बा, बाइक भन्नुहुन्छ कि गाडी के भन्नु। अनि यस्तो भएको छ, टाउन जत्तिकै भएको छ। त्यही बेला अलिक छिट्टै हिँडेको राम्रो त। अलिक त्यही पनि टाउनको भन्दा त निकै पल्युसनबाट फ्री पाउँछौँ हामी होइन। त्यही पनि कोसिस त गर्नु पऱ्यो अलिक छिटो हिँड्नुलाई। म एक्लै भए नि निस्केको। मेरो साथीहरू कोही एक्सर्साइज गर्न जाने अरे, योगा क्लास। एउटा चाहिँ अब हिजो भयो तपाईँको मेट्रिकको रिजल्ट दिएको थियो, अनि त्यहाँ खबर लिनु जाँदाखेरि उहीँ बसिछ शिवानी। त्यस्तै हो। अनि मेरो जेठान दिदीको थाहै छ, घरमा अलि पूजासुजा पनि गर्नु हुँदैन नि त नि। अनि भर्खर नाति जन्मेको छ, आज 7-8 दिन हुँदैछ। कामसाम छ, त्यही भएर निस्किनु भएको छैन दिदी। अहिले दिनपछि निस्किनुहुन्छ। सबै डिटेल्स बताइदिएको नि त मैले, फेरि के भन्नु र चाहिँ भन्दिनँ भन्दै सबै भन्नु मन लाग्छ। आयो त्यही हो अब होइन, जिन्दगीमा अब यस्तै स्टेपहरू आइरहन्छ होइन। त्यसलाई पनि त अब पालन गर्नै पऱ्यो। त सकेसम्म हिँड्ने चाहिँ कोसिस चाहिँ गर्नुपर्छ ल साथी हो। सबैलाई मेरो अनुरोध छ, विनम्र अनुरोध। अरू केही गरे पनि नगरे पनि एकछिन भए नि वक गर्नुहोस् होइन। मेरो त यति नै छ भनाइ चाहिँ। ल, धेरै केही नभनौँ होला। बहुत राम्रो लाग्छ मलाई त, बहुत राम्रो लाग्छ। एकछिन भए नि हिँड्यो भने एकदम फ्री लाग्छ कि, बहुत आनन्दमय हुन्छ, आनन्दमय। त्यही भएर त्यही भन्छु।